नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई कथा डायरीमा। खै के भए, कसैले बुझ्न नसकेको पात्र भए म। वास्तविकताको अर्थ नै बेग्लै, कसलाई कल्पना मात्र भए म। सबैले सोध्ने अनेकौं हजार प्रश्न भए म। स्मरण नै गर्न धेरै गाह्रो, गणित कुनै सूत्र भए म। बाहिरको मलाई अब कुनै चासो रहेन, आफ्नै कोठाभित्र मात्र भए म। मलाई एक्लै अनि एकान्तको खोजी थियो, त्यसैले उसकै मित्र भए म। फलामे बार लगाएको छु रे मुटुमा, मैले सबै भन्छन् कसैले पार गर्न नसक्ने क्षेत्र भए म। कमसे कम केही त भएछु, कसैको नजरमा फेरि कोर्न नसकिने चित्र भए म। आजकल उपमा दिनेको कमी छैन मलाई, कहीँ अशुद्ध कहीँ पवित्र भए म।